हेर्नुहोस् साथीहरू, आज साउदी अरब जिजान प्रोभिन्सको पेस भन्ने एरियामा भारी वर्षाको कारण यसरी बाढी आएको छ। यो तपाईको बाढी पानी बढी पर्यो पहाडी एरिया जुन आभा भन्ने एरिया छ त्यतातिर बढी पानी परेपछि यतातिर पहाडबाट पानी बग्दै बग्दै यो समुद्र एरियातिर आएको छ र आज यसरी नदी नालाहरूमा पानी बगेको देख्न पाइन्छ। साउदी अरबमा जब ठुलो भारी वर्षा हुन्छ र नदी नालाहरूमा यसरी नै पानी देख्न पाइन्छ, नत्र अरू बेलामा सुक्खा नदी बालुवा मात्र देख्न पाइन्छ र बर्सातको समयमा यी नदीहरूमा पानी देख्न पाइन्छ।